हेलो गाइज वेलकम ब्याक टु माई मेन ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सब ठिक छु। आज चाहिँ मैले बिहानै ब्लग गरेको किनभने आज चाहिँ मामाको छोराको बिहा नि त। अनि म मावला आएको होइन। बिहानको अहिले चाहिँ 6 बजे होला उठेर उठेर कपडा सपडा लाउनु पऱ्यो होइन। जनता त जान परिहाल्यो होइन। हृदय पनि उता हुनुहुन्छ। अब टक्क हात मुख धुनु पऱ्यो होइन। म सिधै रेडी भएपछि देखाउँछु। म चाहिँ अहिले टक्क रेडी भइसकेँ होइन। उता रोहित पनि रेडी भयो। म चाहिँ टक्क बब्बाल देखिएर आउँला होइन। आमा नि यतै हुनुहुन्छ है। टक्क तल बिहे गरेर मामाको घर चल्दिउँ होइन। रोहित दाइ नि यता हुनुहुन्छ। यसो यता हेरिदिनु त ल। एनसी भएर म आउँदा नि एनसी भएर हिँड्न होइन। आइसक्यौँ होइन। टक्क दाइहरू यता हुनुहुन्छ होइन। रोहित पनि उतै हो। अनि हामी यहाँबाट माथि जाने हो होइन। यहीँ बस्न दाइहरू नि मंगलम भगवान विष्णु मंगलम गरुड़ ध्वज लगाइदियो। मंगलम पुण्डरीकाक्ष मंगलाय तनो हरिप्रतिकार अर्को फुकाएर यता लगाइदिने त्यो हनुमत प्रिय अगाडि पारेर उताको अगाडि पार्यो नि सबैले दुईटा ग्रुपले तान्ने हो। नमस्ते भइहाल्यो। त्यही साह्रै हुन्छ कि थोरै खुकुलो सार्ने गाँठो फुकाउनु परेन क्या। त्यही सारिदिनुहोस् कि गाइजहरू हामी चाहिँ अहिले यहाँ खानासाना खाएर होइन केटाहरूसित टक्क झर्दियौँ। देखियोस् के यार एनसी देखियोस्। टक्क खाना खाएर हामी चाहिँ तल झऱ्यौँ। फोटो सोटो खिच्यो अलिअलि। मेरो त बत्तीलाई खिच्दिनँ आफ्नो मै मात्र राम्रो खिच्दिने। ओम सुमंगली रियंबदुरी मंगु समेत पशत सौभाग्य मंगल दत्ता यथा सभि परितेनः तेरी कोडा कस्ते बच्चाहरुको कसको नातिले फाल्यो साले तँले सेविएको सम्झन गराउने त त्यस्तो पैसा हेर्दैन जस्तो खाली खुट्टा गाह्रो हो नि। त्यत्रो ठुला जुत्ता लाउनु म अग्ली हुँदैछु भन न तिमीले। क्यारमको पैसा भन जुत्ता कति का 3000 का 3000 का जुत्तालाई 50 रुपैयाँ अर्का लिएर आम हो हिँड जाम। कहाँ पाइन्छ जुत्ता? यहाँ पाइन्छ जुत्ता लिन्छ चप्पल त दादाजी दादा
यता सुन त मैले भन्छु यहाँ 50,000 मा बिहा सम्पन्न गरेर भनेर आएको हामी यथार्थमा 50,000 जुत्ताको यिनीले माग्नलाई भनेपछि अब कसरी सम्पन्न हुने भयो के छ यिनीहरूले 50,000 माग्यो नि ए त्यो त्यता लाने यो एउटा 50 थियो 50,000 भने 50 र 1000 एउटा 1000 कुनै ठिक अहिले बुझिन्न के म यही रेडी छु म पनि टेन्सन नगर नदिउ नि एउटा पैसा एउटा हातमा पैसा दिनु के फाइदा देखिन्छ सोध्दै गर न दाइ भने भएसी अब भाइ 60 कि 11 जुत्ता हेर्नुस् त इनले त त्यत्रो देखेछ त्यहाँ छन्जन किन भाव भन्छिन् र त पहिले यतिकै लिएर आउनु पहिले थोरै लिएर आउनुपर्छ कति माग्ने धन्यवाद बडी गरे दिउ नभए खुसी छौ नि ल भिनाजुला लर जुत्ता त आफै भिनाजुला हाम्रो बिनाजुला आफै दिउ हामीले त तिमी जुत्ता बुझाउन न आफै बुझाइदिउ जुत्ता ल भिनाइ जुत्ता यहाँ छ नि हाम्रो जुत्ता सिगा मजा कहाँ गयो उही मुसाले जा हामी चाहिँ अब घर जाने बेला भयो होइन टक्कमा दाइ भाउजू उताबाट आउँदै हुनुहुन्छ है दाइजहरू हामी चाहिँ फाइनली यहाँ कोटा मन्दिरमा आयौँ होइन चिउरा मन्दिर कि के भन्ने भनेर टक्क देख्न सक्नुहुन्छ लाइट बोल्दैन आता अब चिउरा दिने त रुमालमा यहाँ त फन्काउने यो साइड राख्नु साइडमा राख्ने हो ल्याउनुस् बुढी चिउरा बन पहिला रेडी हो उता भयो हुन्छ अरे के भन्ने ल्याउनुस् बुढी चिउरा बन ल्याउनुस् बुढी चिउरा ल्याउनुस् बुढा चिउरा भन दुईटा हातले फेरि लिउ बुढी चिउरा दुईटा हातले यसरी निकालेर दिने ल्याउ बुढी चिउरा मलाई जाऊ कि ल्याउ बुढालाई दिन पनि लगाइछु आफ्ना बुढालाई दिनला अब ले बुढी चिउरा पुकैले होला लास्टमा पहिले ले बुढी सिस्टमले हुन्छ अब पोकैले बुढी चिउरा अब सारी हाते बुढी पोकैले बुढी चिउरा ल ताली पड्काम अब बाँड्नु सबैलाई दिनु प्लास्टिक आफन एउटा बाँड यहाँ नबाँडे घर लरले बाँड्दैन भाइ होइन यति खानु पर्छ गाडीमा
गाइस हामी चाहिँ यहाँ अघि नै आएको तल गएर यसो त्यहाँ उसो चिया खाएर अनि माथि आएर कपडा फेरेर फेरि हामी जाँदा किनभने हामीले खाना कहाँ खाइनौँ नि त अनि त्यही भएर होइन उता रोहित दाइले बाइक स्टार्ट गर्नुभयो कोही त जाने होइन त्यहाँदेखि यसो चलपल हानिदिएर आएको होइन अब त्यही हो जानु पऱ्यो खाना खानु पऱ्यो है। सो गाइजहरू म चाहिँ हिजो भ्लग गर्न पाएन किनभने हिजो आइयो जनता गएर आइयो थकै लाग्यो अनि राति 11 कि 12 बजीसम्म बस्यो यता मासु टक्क खाइयो होइन। आज बोल्यो म त्यही हजुरहरूलाई कहाँ जनता गएको भन्ने नि भन्न बिर्सेछु। हामी चाहिँ हिजो पुरकोटको काफलपाटा भन्ने ठाउँमा गएको चाहिँ अनि हेर्न गाइस म आज चाहिँ त्यहाँ तल मामाकोमा बसेको थिएँ ढक्क होइन। अनि चाहिँ म माथि आमासँग जाँदैछु कुहिरो लाएर यस्तो है देख्न सक्नुहुन्छ। मम्मी त आउनु भएन आज आउनुहुन्छ होला सायद है। मेरो फेरि आज नि स्कुल बिग्रियो यो धन्न शनिबार भयो। आज चाहिँ सरलाई फोन गरेर टक्क आउनु भने ट्युसन 8मा फेरि यस्तो हो कि ट्युसन पढ्नुपर्छ बहुत झिउ छ। बिहान 6:30 बजी जाने हो हजुरले सानी हो मैले भनेको थिएँ होला एकचोटि होइन। त्यो कुरालाई अगाडि नबढाऊँ अब त्यहाँनिर जानु पऱ्यो होइन। अब बिहाली आउनु लागिसक्यो राम्रोसँग पढ्नु पऱ्यो। भिडियो त आउँदैन तर मैले भ्लग बनाउनु चाहिँ छोड्दिनँ है कहिले नि। साइजहरू अहिले चाहिँ हामी यहाँ त्यहाँ पिपलको पातरी के चाहिन्छ भनेर टक्क जान्छौँ होइन। त्यहाँ देख्न सक्नुहुन्छ जहिले पोस्ट दिँदै हिँड्छ हिँड्नुहुन्छ दाइ फेरि यता अर्को दाइले फेरि पिपलका पात टिप्दै हुनुहुन्छ है। यहाँ पात लिएर हिँडिसक्यौँ है। फेरि लगाइदिन पाउनु भने 5 पटक लगाइदिने भन्नु 5 पटक हो कि 7 पटक हामी चाहिँ आइसक्यौँ होइन। उता मम्मी पनि आउँदै हुनुहुन्छ अर्को बाइकमा अर्को दाइसँग टक्क। गाइजहरू हामी चाहिँ आइसक्यौँ होइन। उता मम्मी पनि आउँदै हुनुहुन्छ अर्को बाइकमा अर्को दाइसँग टक्क आइसक्नु भयो टक्क देख्न सक्नुहुन्छ। सो गाइजहरू फाइनल घर नै आयो। मम्मी नि यतै हुनुहुन्छ है टक्क देख्न सक्नुहुन्छ। अब त्यही हो भिडियो मन पऱ्यो मलाई सब्सक्राइब एन्ड बाई बाई।